गोर्खा चौतारी यो चाहिँ मैले भिडियो गरिरहेको छु। यहाँ चाहिँ हामी हेर्न सक्छौँ एकदमै यहाँ गोर्खा चौतारी। यहाँ चाहिँ हरेक पिलरमा चाहिँ खुकुरी नै खुकुरी छ। यति राम्रो ठाउँहरू बनेको छ यो ठाउँमा। ल परिश्रम मेहनत गरेर श्रम गरेर यस्तो बनाउन सकिने रहेछ भनेर एउटा उदाहरण यो ठाउँमा रहेको छ। यति राम्रो कल्पना छ, परिकल्पना छ। ल यो चाहिँ गोर्खा चौतारीको बाहिरपट्टि यस्तो दामी भएको छ है। म चाहिँ गोर्खा चौतारीको बाहिरपट्टि घुमिरहेको छु। ल यति राम्रो ठाउँ छ कि। ल यहाँबाट चाहिँ प्रवेशद्वार। यहाँ हाम्रो फ्यामिलीहरू पनि छन्। ल है गोर्खा चौतारीभित्र प्रवेश गर्दै गर्दाखेरि चाहिँ यहाँको गेटहरू यस्तो छ। यहाँभित्रको दृश्यहरू ल है यसको राम्रो होइन, यो त खत्तम पो छ त। मेरो आइफोन बिग्रियो। ल ल गोर्खा चौतारीको परिसरहरू यस्तो छ। ल गोर्खा चौतारीको परिसरमा फेरि पनि म घुमिरहेको छु। यो चाहिँ गोर्खा चौतारीको बाहिरको परिसर यस्तो रहेको छ। यस्तो छ है यहाँ चाहिँ। ल बस्ने ठाउँ यति राम्रो ठाउँ छ। यहाँ आराम गर्ने ठाउँ छ। ल यस्तो छ यहाँ। यो चाहिँ आराम गर्ने ठाउँहरू यस्तो ठाउँ ठाउँमा बनाइदिएको छ विश्राम स्थलहरू। यो चाहिँ इन्टेक नम्बर युनिट गोर्खा युनिट यस्तो ठाउँहरू बनाएको छ। यति राम्रो हो। यहाँ चाहिँ मिटिङ हुने ठाउँ रहेछ। उद्घाटन समारोह गोर्खा चौतारी। गोर्खा चौतारी यहाँ चाहिँ यति राम्रो गोर्खा चौतारी उद्घाटन समारोह 2020 श्रम संस्कृति पार्क। यो चाहिँ एकदमै काम नलाग्ने ठाउँहरूमा
हामीले मिहिनेतले परिश्रम गऱ्यो भने यस्तो ठाउँहरू बन्दो रहेछ। यता पनि अझै पहिरो गइरहेको छ है। ओहो पहिरो डरलाग्दो पहिरो गएको छ। चाहिँ यो म चाहिँ यो काला बाटो हिँडिरहेको छु। लाबुङ भ्यू पोइन्ट। यहाँबाट चाहिँ एकदमै राम्रो देखिरहेको छ। ओहो हो ल गोर्खा चौतारी।